माछा बेहोस गर्ने अथवा माछा मार्ने भनिन्छ, तर माछा मर्दैन कहिले पनि। बेहोस गर्ने एउटा मेसिन लिएर आएको छु मैले हैन। भित्र यस्तो प्याकिङ हुन्छ है, भित्र प्याकिङ हुन्छ, मस्फेट हुन्छ, ट्रान्सफर्मर हुन्छ यो हैन। 2 एम्पियरको ट्रान्सफर्मर हो। यसरी वाइन्डिङ कोइल गर्नुपर्छ आफैले। अनि त्यसपछि मस्फेटहरू 1 2 3 यता 3 यता 3 मैले 6वटा युज गरेछु मस्फेट। र यो 0.40 mm को वायर, यो चाहिँ यसबाट करेन्ट पैदा हुन्छ। यो 440 फन्का हुन्छ हैन। यो 0.60 mm को तार हो। यसको चाहिँ 448 राउन्ड हुन्छ। अनि यो तारको, अनि यो फेरि 0.90 mm को हो। यो पनि 10/10 हुन्छ। अनि यसको अर्को भाग चाहिँ यहाँनेर यताको मस्फेट र यताको मस्फेटमा दुईतिर हुने गर्दछ। अनि हामीले यो यता ब्लब पनि यता बाल्नलाई ट्राई गर्न लिएर आएका छौँ। माछा बेहोस गर्ने एकदमै पावरफुल मेसिन। लगभग पनि 10 फुटसम्मको गहिराइमा काम गर्ने गर्दछ। उपरबाट माथिबाट एउटा पंखा पनि लगाउनु पर्छ। यो भित्रको प्याकिङ देखाइरहेको छु मैले। यसले यो ड्रिल मेसिनको, कर्लेस ड्रिल मेसिनको ब्याट्रीले 12 भोल्टकोले पनि, सानो ब्याट्रीले पनि काम गर्छ। मजाले पावरफुलै काम गर्छ हैन। 10 फुटसम्मको गहिराइमा मार्न सकिन्छ। मैले हिटसिङ अड्याउनलाई यताबाट स्क्रू लगाएर टेम्पररी, जाम्न त रमाइलो गर्न भन्ने तरिकाले टेम्पररी बनाएको हो हैन। यसको प्याकिङ त एकदमै मस्त, प्लास्टिकको मस्त राम्रो प्याकिङ हुन्छ। यो रहेको छ, मैले टेम्पररी फ्यानको लागि बनाएको थिएँ। माथि कुलिङ फ्यान, एउटा माइनस यहाँबाट जोड्न सकिन्छ। अरु त्यही हो, यो स्विचको तार हो हैन। स्विचको तार येल्लोमा दिएको छु, येल्लो कलरमा। यहाँ अब स्विचलाई मैले अहिले त यो टेम्पररी युज गरेको छु कि यसलाई काटेर स्विच लगाउन सकिन्छ। अहिले डाइरेक्ट छ, यो कामहरु बाँकी नै छ। यो स्विच हो लगाउनु पर्ने। यो माइक, यो स्विचको नाम मैले समथिङ भुले हैन। यो स्विच लगाउन पर्ने हुनेछ। यो एकदम इजी हुन्छ कि चलाउनलाई, एकदम हल्का हुन्छ हैन। आवाज पनि सुनिसक्नु भयो होला हैन। यो स्विच चाहिँ यो येल्लो कलरको तार स्विचको लागि बनाएको छु। यसमा चाहिँ जोड्न सकिन्छ। यसको परफर्मेन्स भनेको एकदमै राम्रो छ। यो मेसिनको परफर्मेन्स भनेको धेरै राम्रो परफर्मेन्स गर्दछ एकदमै है। मान्छेलाई खतरा नि हुँदैन। माछालाई एकछिन बेहोस बनाएर त्यसपछि बेहोस भएको माछा टिप्यो हैन, थाहै होला। यदि टिपेन भने त्यो फेरि अलरेडी त्यस्तो मरेको हुन्न हैन। पछि हिँड्न, चल्न, दौड्न उसको कति टाइम हो बाँच्न, त्यसरी सक्छ। कुनै असर पर्दैन। र मैले यसलाई अब चेक गर्न गइरहेको छु। नर्मल सानो, एकदमै सानो 12 भोल्टको ब्याट्रीले। यो बल्ब देख्न सक्नुहुन्छ। बल्ब, यो रातो बन्ने बल्ब 2000 वाटको बल्ब रहेको छ है। 2000 वाटको बल्ब। यो अहिले 2000 वाटको सानो ब्याट्रीले नि लाग्नुहोस् 2000 वाट जस्तो जलाइदिन्छ भनेपछि कति पावरफुल मेसिन होला यो। एकदमै पावरफुल मेसिन हो। यो डिजिटल रूपमा है। यो मेसिन भनेको डिजिटल प्रविधिबाट बनेको। त्यो चाँदी तिल्ली भनेको त्यो चाहिँ अलि त्यति राम्रो हुँदैन। मान्छेलाई नि कहिलेकाहीँ जनक करेन्ट आउँछ। यो ड्रिलको ब्याट्रीदेखि, मैले चेक गरेँ। ल हेर्नुहोस् 200 वाटको पनि यस्तो राम्रो ग्लो गरिरहेछ भनेपछि यति राम्रो पावरफुल हो। अटोमेटिक मेसिन हो। जति पानीलाई जति गहिराइमा हान्यो त्यति नै आफै अड्कलेर यसले करेन्ट दिएको हुन्छ। जो गहिरोमा धेरै भोल्टेज र कममा थोरै भोल्टेज
ह्यासेट दिएको हुन्छ। यो मेसिनको प्राइस रहेको छ सबै बनाउँदाखेरि 9,500 पर्न जान्छ र च्यानललाई लाइक र सब्स्क्राइब गर्नु होला। यस्तै टेक्निकल भिडियोहरू लिएर काम लाग्ने चिजहरू, टेक्निकल चिजहरू हैन, लाइफमा आउने कुराहरू एकदम ट्रिकहरू लिएर आउनेछु। तपाईहरुलाई सब्स्क्राइब गरेर सुन्नु होला है। हस्।